आदरणीय दाजुभाइ नेपाली दाजुभाइ तथा दिदीबहिनी एन्ड सरकारी निकायको कर्मचारी सबैजना राजदूतावास नेपालको श्रम विभाग ल हेर्नु सक्नुहुन्छ। हामी चाहिँ अहिले यो खाडी मुलुक साउदी अरबमा छौँ। हामीलाई चाहिँ अन्जुली ओभरसिज प्रालीले पठाइदिनु भएको हो। हामीलाई चाहिँ यहाँ चाहिँ फ्री भिसा फ्री टिकट रहेछ, केही फरक पर्दैन। तर पनि हामी आयौँ, फ्री भिसा फ्री टिकट भए पनि अब अवस्था चाहिँ यस्तो छ। हामीलाई चाहिँ यस्तो कन्टेनरमा ल्याएर राखिदिएको छ, यस्तो चर्को घाम छ हैन। यो कन्टेनरमा ल्याएर राखिदिएको छ। अहिले खानाको लागि पानी पनि छैन र बाथरुम जानको लागि पानी पनि छैन। हामी आएको चाहिँ नि उहाँहरू आउनु भएको, हामीहरू आएको 45 दिन 1 महिना भइसक्यो। कसैलाई पनि न काम छ न केही छ, न खानाको लागि छ न पानीको छ, न भने जस्तो स्यालेरी छ। हामीलाई त यहाँ लिएर सिधै बेचबिखन गरे जस्तो भइरहेछ। धारापानीहरू हामी सबैजना मिलेर हामीले चाहिँ यो भिडियो बनाएर सरकारी निकाय समक्ष हामी चाहिँ नि पठाइदिँदैछौँ। नेपालको हाम्रो चाहिँ नि कानुन के कस्तो भइरहेको छ ल हेर्नुहोस्। दिन ठाडै मानव बेचबिखन तस्करी भइरहेको छ। हामीलाई चाहिँ नि देख्न सक्नुहुन्छ हामीले कस्तो हालत अवस्थामा हामी बसिरहेको छौँ भन्ने कुरा तपाईँहरूलाई स्पष्ट रूपले हामी जानकारी गराउन गइरहेको छौँ। देख्न सक्नुहुन्छ, हेर्नुहोस् ल हेर्नुहोस्। धारामा पानी छैन, केही छैन। बालुवाखानीको बिचमा छौँ हामी। ल बोलिदिनुहोस्, बोल्दै जानुहोस्। खाना पकाउनु पानी छैन, पानी नआएको 2 दिन भइसक्यो। यत्रो दिन भइसक्यो हाम्रो त्यसरी पनि दिएको छैन। न पानीको सुविधा छ, न बस्नेको सुविधा छ। बाथरुम पनि देखाउनु। ल हेर्न सक्नुहुन्छ यहाँ बाथरुमको अवस्था यस्तो छ, न कुनै पानी छ न केही छ। अब यो टोयलेटको त कुरै छोडिदिनुहोस्। हामीलाई खानाको लागि पनि अहिले पानी छैन। कमसेकम पानी भए पनि टोयलेटकै भए पनि खाएर बस्थ्यौँ होला, पानी भयो नि खाएर बस्थ्यौँ होला। तर पानी पनि छैन, यस्तो अवस्था छ। तपाईँहरू आफै देख्न सक्नुहुन्छ। भनिदिनुहोस् हामीले चाहिँ नि के गर्दा ठिक होला भनेर। यो चाहिँ नि भिडियो नेपाल उद्धार होस् र हामीले चाहिँ नि सरकारी निकायसम्म पुर्याइदिनु होला हामीलाई। 40 दिन भइसक्यो जसरी हुन्छ 40-45 दिन भइसक्यो। न खानुको लागि छ, न स्यालेरी दिइरहेछ, न भने जस्तो काम भइरहेछ। हामीलाई सिधै लिएर यहाँ बेचबिखन गरिरहेछ। यहाँनिर एक कम्पनीबाट अर्को कम्पनी लगिरहेछ, फेरि लिएर यहाँ सुताइरहेछ। पानी सानी देखाइदिउँ न त्यो सबै देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, अब हामी पनि बाध्यताले आएको हौँ। रहरले कोही पनि यसरी खाडीमा हिँड्दैन। हामी पनि केही गर्छु, केही कमाउँछु, आफ्नो परिवारलाई सुखमा राख्छु भनेर आफ्नो घर जग्गा जमिन 5 रुपियाँ ब्याजमा बन्धकी राखेर हिँडेको छौँ। तर पनि हामीलाई यस्तो अवस्थामा गरिदियो। देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, वरिपरि केही पनि छैन, न पानी छ न केही छ न केही छ। ल हेर्नुहोस् बालुवाखानी। ल हेर्नुहोस् कहीँ केही देख्नुहुन्छ भने हेर्नुहोस्, केही पनि छैन। हजुरहरूले देख्न सक्नुहुन्छ, केही छैन। के कस्तो हुँदैछ यहाँनिर। तिम्रो नाम के हो भाइ? मेरो नाम विवेक दर्जी हो। मेरो घर कहाँ?